हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल स्नेहा स्याङ्बो। आज चाहिँ हामी बारीमा छौँ किनकि आज चाहिँ हामी नयाँ न्यू ब्लग बनाउन गइरहेको छौँ। काशी दिदी र म। अब म काशी दिदीलाई पनि देखाउँछु ल। दिदी आज तपाईँ कहाँ आउँदै हुनुहुन्छ? ल साग टिप्नुहोस् न त। हाम्रो काशी दिदी, है काशी दिदी सन्चै हुनुहुन्छ अरे कि अझै? यो चाहिँ हाम्रो के अरे बारी हो। हेर्नुहोस् साथीहरू, आज चाहिँ दिदीहरू दुईजना बारीमा साग टिप्दै हुनुहुन्छ। हेरिदिनुहोस् साथीहरू। यो सब बारी है, सब बारी छ। ल यता अगाडि बारी मेनी तमा टिभी चाहिँ च्याको हो ब्लग नसुङ्गिन्छ हो च्याको आना मिन्ता अनि आसेम नामसम ए पुरानो दोबारको तपाईँ? हाम्रो दिदी चाहिँ पुरानो दोबारको हो। दिदीको नाम चाहिँ धनमाया अरे, धनमाया तामाङ है दिदी? धनमाया तामाङ। हेर्नुहोस् हाम्रो यहाँ बारीको साग यति राम्रो छ। सम्पर्क गरिदिनु होला। सम्पर्क गर्नु होला। आलु र तोरीको साग चाहियो भने। हेलो, म यहाँ तोरीको साग टिप्दैछु। के गर्ने हो पुष्पा यो तोरीको साग? यो तोरीको साग भरे काशी दिदीको घरमा राख्छौँ। मलाई काशी दिदीले पनि दिन्छ, आश पनि गरिरहेको छ। भरे हामी ब्लग पनि बनाउँछौँ अनि काशी दिदीहरूको टिभी पनि हेर्छौँ। दिदी र म चाहिँ अहिले साग टिप्दैछौँ। तोरीको साग चाहिँ एकदम राम्रो छ। हेर्नुहोस् साथीहरू, तोरीको साग। अर्को ब्लगमा नि मैले तोरीको सागको भिडियो बनाएको थियो। भयो। हेलो एभ्रिवान, हेर्नुहोस् हामी बसेको वरिपरिको घरहरू। अनि चाहिँ बारी, यहाँको करेसो बारी। दिदी करेसो बारी भन्छ है? करेसो बारी। यहाँ काशी दिदीहरू चाहिँ बिजी हुनुहुन्छ। सेम्बा दिदी वहाँ ये चुरी च्याको तिनी हो गदम पराठा तब गम तब हामी चाहिँ पराठा खान्छु भनेको है तामाङ भाषाबाट है। खाजा खेम्बा भन्छ। सम्पर्क गरिदिनु होला। तोरीको साग नम्बर केमा 98 460 त्यसो चाहिँ हामीलाई थाहै छैन। 98 400 त्यसो चाहिँ हामीलाई थाहै छैन। साग चाहियो भने सम्पर्क गर्नु होला। होस्। तोरीको साग फोन नम्बर चाहिँ थाहा छैन है हामीलाई चाहिँ। फोन नम्बर चाहिँ थाहा छैन। हेर्नुहोस् यहाँ साग यस्तो राम्रो अर्ग्यानिक तोरीको साग। अर्ग्यानिक है यो चाहिँ। अर्ग्यानिक साग यहाँ पनि छ है। म चाहिँ भ्लगर है साथीहरू। दिदीहरू अहिले अलिक बिजी हुनुहुन्छ। साग चाहिएमा भन्नुहोस् ल साथीहरू। आना नि तलरी भाउ। आज दिदी दुईजनाले चाहिँ, हाम्रो दिदी दुईजना चाहिँ, दिदी चाहिँ काशी दिदी चाहिँ लोप्छन्, अर्को दिदी चाहिँ रेड लाउने दिदी चाहिँ स्याङ्बो, म पनि स्याङ्बो। हामी चाहिँ दिदी बहिनी पर्छ। हाम्रो गाउँ चाहिँ ठ्याक्कै हाम्रो गाउँ चाहिँ खाचे, अनि दिदी चाहिँ खाचे गाउँको, अनि रातो लाउने दिदी चाहिँ नयाँ के अरे पुरानो दुवारको। हाम्रो गाउँहरू चाहिँ नजिकै पर्छ ल साथीहरू। दिदीलाई चिन्छ भने सबैजनाले कमेन्ट गरिदिनुहोस् ल। तज्यो आलु रोपेको हजुर बर्बाद हुने भयो। आलु खन्दै हुनुहुन्छ दिदी दुईजना। आलु आर्यो तिमी आर्यो तेमी आरेर आलु छैन रे। तामाङ भाषाबाट तेमी भन्छ ल आलुलाई।
Labla. No. Eh, Baru kabla sem. Sabung baru. teme sepla. Ini sebla. Kodali je sabung baru. Kotali je hobla. Kodali je. Sebla ta. हेर्नुहोस् हामी त काम पनि गर्छौँ ब्लगरहरू किन आलु नि भेटाउनु मैले त दिदी निकालिदियो चियाको खोलामा कति त नि आउँछ दिदी कति चाहिँ अलि त हुन्छ देखियो मलाई हेर्नुहोस् हामी त काम पनि गर्छौँ साथीहरू दिदी चाहिँ टाउनदेखि बोल्दै हुनुहुन्छ हेर्नुहोस् यहाँको आलु अनि साग आलु पनि चाहियो भने भन्नुहोस् साथीहरू कति किलो रे दिदी 60 रुपियाँ किलो मनाङको आलु है साथीहरू हेर्नुहोस् अर्ग्यानिक है यो चाहिँ दिदी चाहिँ खन्दै हुनुहुन्छ यदि हजुरहरूलाई मेरो ब्लग मनपर्छ भने लाइक कमेन्ट सब्सक्राइब गर्नु नभुल्नु ल दिदी थ्याङ्क यू फर वाचिङ भन्नु लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला पुष्पा स्याङको ब्लगमा बाई 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 दिदी यताको दिदी बाई राम्रो लाग्यो तपाईँ भोलि टिभीमा हेर्ने अब हामी ब्लग